दर्शकबिन नमस्कार। सदाझै आज पनि म यहाँहरूको जीवनमा सकारात्मक ऊर्जा भन्ने एउटा मोटिभेसनल भिडियो लिएर उपस्थित भइसकेकी छु, सीता गिरी। आशा छ आजको यस भिडियोले पनि यहाँहरूको जीवनमा सकारात्मक ऊर्जा भर्नको लागि अवश्य पनि मद्दत गर्नेछ। आउनुहोस् दर्शकबिन आजको विषयवस्तुतिर लागौँ। आजको मेरो प्रसङ्ग एकदमै रोचक छ मित्रहरू। बग्न सके पवित्र भइन्छ। कसरी त? यो बग्नु नदी जस्तै बग्न सक्नु एकदमै ठुलो कुरा रहेछ र हामी त्यो नदीबाट पनि केही कुरा सिक्न सक्छौँ। यसैसँग सम्बन्धित रोचक प्रसङ्ग कथाहरूको साथमा यहाँहरू समक्षमा उपस्थित भएको छु। आउनुहोस्, मलाई अन्तिमसम्म साथ दिनुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। बग्न सके कसरी पवित्र भइन्छ त? हो मित्र, हामीले नदीबाट धेरै कुरा सिक्न सक्छौँ। नदी निरन्तर बगिरहेको हुन्छ। किन त्यति हतार गरेर बगेको होला? कोही मानिस रोन्, कोही मानिस हाँसुन्, कोही मानिस काम गरून्, कोही मानिसले केही गरून्, तर पनि नदीको आफ्नो बग्ने स्वभाव बगिरहेकै हुन्छ र नदीले फर्केर कहिले पनि हेर्दैन कि कोही आए कि आएनन्, कोही छुटे कि छुटेनन्, अर्थात् पछाडि के भइरहेको छ। यसैसँग सम्बन्धित एउटा रोचक प्रसङ्ग छ। एक बेलाको कुरा हो, एउटा घरका 4 जना दिदीबहिनी थिए र उनीहरूको बिचमा एउटा भाइ पनि थियो। दिदीबहिनीहरूभन्दा भाइ अलि फरक थियो। दिदीबहिनीहरूभन्दा भाइ अलि चञ्चले स्वभावको थियो, चकचके स्वभावको थियो। बाबाआमाहरूले पनि दिदीबहिनीहरूलाई भन्दा धेरै माया भाइलाई गर्ने गर्थे। भाइले आँखा छली केही न केही गल्ती गरि नै हाल्थ्यो, तर पनि उनीहरू आँखा बन्द गरेर छोराको प्रशंसा गर्न चुक्दैनथे। उनीहरू सधैँ छोराको प्रशंसा गर्थे। चञ्चले स्वभाव बच्चाको यसै पनि चञ्चले स्वभाव हुन्छ, त्यसैमा पनि त्यो बच्चा पनि त्यस्तै थियो। एक दिनको कुरा हो, बाबाआमासँग घरमा ढाँटेर म कतै साथीकोमा खेल्न जान्छु भनेर त्यो बाबु घरबाट निस्केर पौडी खेल्न जान्छ खोलामा। पौडी खेल्न गइसकेपछि त्यहाँ नदीको गहिराई, नदीको बहाव एकदमै धेरै थियो। साथीहरू कोही पनि थिएनन् र ऊ एउटा त्यही खोलामा डुब्न पुग्छ र कतै चोट लागेर त्यो भाइ त्यही मृत्यु हुन्छ त्यसको। त्यसपछि घरमा सबै यताउता हल्लाखल्ला हुन्छ, खोजाखोजी हुन्छ र 2 दिनको अथक प्रयासपछि खोजी कार्य गरिसकेपछि त्यसको शव भेटिन्छ। अनि मानिसहरूले त्यही भाइ त्यो बच्चा डुबेको ठाउँमा आएर नदीलाई तथानाम गाली गर्छन्। यो खोला यसले मान्छे खायो, अथवा अनेक भावविभल भएर मानिसहरू शोक मनाइरहेका थिए। बच्चाको उता शव पल्टिरहेको छ। सबैले त्यो नदीलाई घृणा गरे, थुके, सबैले गाली गरे, तर पनि नदीका तिनी प्रत्येक कणकणहरू बगिरहेका थिए। नदीले न कसैको गाली सुनेको थियो, न कसैको रोदन सुनेको थियो, न कसैको दुःख सुनेको थियो। ऊ त बग्ने काम नदीको बगिरहेको थियो। नदीले कुनै पनि प्रवाह गरेन। त्यो दिन यत्तिकै बित्यो। त्यो दिन उनीहरूले शोक मनाएर बिताए। भोलिपल्ट फेरि तिनै मानिसहरू आएर जय गङ्गे माता भनेर गङ्गाको पूजा गर्न थाले। त्यही नदीमा आएर, त्यही डुबेको ठाउँमा आएर। तर पनि त्यो दिन पनि नदीले कसैको प्रशंसा सुनेन, कसैको त्यो उनीहरूले गरेको प्रार्थना सुनेन। नदीको बग्ने काम हो, बगि नै रह्यो। यसरी नै मित्रहरू, हाम्रो जीवनमा पनि यस्ता कुराहरू लागु हुन्छन् कि हामीलाई कतिपय मानिसले प्रशंसा गर्छन्। सावधान रहनुहोस् प्रशंसा गर्नेदेखि। प्रशंसा गर्ने मानिसहरू तपाईँको नजिक धेरै छन् भने तपाईँ सावधान हुन जरुरी छ। प्रशंसाले मानिसलाई प्रगति गर्दैन कि अझै पछाडि धकेलिरहेको हुन्छ। सही प्रशंसा थोरै समयमा तर धेरै प्रशंसा गर्ने मानिसहरू छन् भने पनि त्यसले अगाडि बढ्न मद्दत गर्दैनन् कि बरु आलोचना गर्ने मानिस भएको अझ राम्रो हुन्छ। आलोचना गर्नाले तपाईँले कहाँनिर गल्ती गर्नुभयो भनेर सच्याउनको लागि, तपाईँ सतर्क रहनको लागि मद्दत गरेका हुन्छन्। हामी पनि नदी जस्तै बग्न सक्नुपर्छ। गतिशीलता नै प्रगतिको सबैभन्दा मूल द्वार हो भनिन्छ मित्रहरू। हामीले हाम्रो जीवनमा भोगेका र भेटेका अनेक कति प्रियजन मानिसहरू हुन्छन्। कति मानिसहरूसँग छोटै समयमा भेट हुन्छ, सम्बन्ध हुन्छ, अनि अन्तिममा त छुट्नुपर्ने बाध्यता हुन्छ। नदी जस्तै छ जीवन पनि।
एउटा अविरल यात्रामा छ। तर त्यो यात्राको क्रममा हामीले कस्तो बिहेभ गर्छौँ, कस्तो व्यवहार गर्छौँ, अरूलाई मानिसहरूलाई हामीले कतिको आफ्नो तर्फबाट नदीले बग्दा बग्दै पनि सेवा गरेको हुन्छ। विभिन्न नदीका छेउ किनारमा हरिया भएर फुल्ने बोट बिरुवाहरूलाई नदीले पानीले सिँचाइ गरेको हुन्छ र मानिसहरू फोहोरहरू अनेक कुराहरू त्यो नदीमा फ्याँकिदिन्छन्। तर नदीले त्यसलाई सफा गरेर त्यसलाई बोकेर लैजान्छ। आफू भने पवित्र नै हुन्छ। हामीलाई गाली गर्ने मानिसहरू, हामीलाई अनेक आलोचना गर्ने मानिसहरूले अथवा हामीलाई कोही नराम्रो दृष्टिले हेर्ने मानिसहरूलाई पनि हामीले तिनी कुरा लिन सक्ने हामीसँग हृदय हुनुपर्छ र सहीलाई सही, गलतलाई गलत त्यस्तै नदीले जस्तै निर्मलीकरण गरेर आफू पवित्र भएर अगाडि बढ्नुपर्छ। यो जीवन पनि नदी जस्तै हो। चाहे जतिसुकै प्रिय मानिस किन नहोस्, जतिसुकै नजिकका मानिस किन नहोस्, जतिसुकै खराब किन मानिस नहोस्, नदीलाई जस्तै विभिन्न ठाउँहरूमा पुग्दै गर्दा विभिन्न नामहरू दिएको हुन्छ, विभिन्न नामहरूले पुकारिन्छ। विभिन्न तिनी तीर्थस्थलको रूपमा विभिन्न उनीहरूले बनाएका ठाउँहरू, विभिन्न नामहरू छन्। त्यस्तै हामीले पनि जुनसुकै ठाउँमा जाउँ, हामीलाई पनि यो समाजले दिएको नाम छ। तर हामी यही अल्झेर बस्ने होइन कि जति गतिशील हुन सक्यो त्यति नै हाम्रो प्रगति हुन्छ। बग्न सके जहिले पनि पवित्र भइन्छ। हामी यथास्थितिमा कसैले हामीले केही नयाँ काम गर्न खोजेको बेला अवरोध गर्न खोज्छ भने तपाईँ त्यही रोकिनुहुन्छ भने तपाईँ कहिले पनि अगाडि बढ्न सक्नुहुन्न। जब नदी रोकिएर एउटा पोखरीमा परिणत हुनेवाला छ, एउटा सानो नदी पोखरीमा परिणत हुनु पर्यो भने त्यहाँ के बोक्नुपर्छ? उसले तिनै किरा फट्याङ्ग्रा भ्यागुता कुहिएका कीट पतङ्गहरूसँग उसले दिन बिताउनु पर्ने बाध्यता हुनसक्छ। त्यसैले जति बग्न सक्यो ऊ पवित्र हुन्छ। त्यस्तै जीवनमा पनि गतिशीलता, तपाईँ जुन काम गरिरहनु भएको छ त्यसलाई निरन्तर रूपमा गर्नुभयो भने र त्यस्ता नकारात्मक कुराहरूमा अल्झिएर तपाईँ पछि फर्किनुभयो भने तपाईँको प्रगति कहिले पनि हुनेवाला छैन। त्यसैले मित्र, आजको प्रसङ्ग यही थियो कि बग्न सके पवित्र भइन्छ। हामी जति सक्छौँ बग्नुपर्छ, अगाडि बढ्नुपर्छ। बग्नुको अर्थ गतिशील रहनु हो र हामीलाई नाना थरी आरोप लगाउने अथवा हामीले नचाहेको कुराहरू, हामीले सुन्नै नचाहेको कुराहरू पनि सुनाउने अथवा हाम्रो जीवनमा केही अवरोध ल्याउने मानिसहरूका पनि तिनी कुराहरू सुन्ने, त्यसपछि हामीमा त्यो सहन गर्ने क्षमता हुनुपर्छ र हामी पछाडि धकेलिने होइन कि अगाडि बढ्नुपर्छ। सधैँभरि अगाडि बढ्नुपर्छ। जसरी नदीलाई समुद्रमा पुग्नको लागि हतार छ, त्यसरी नै हामीलाई पनि केही लक्ष्यमा पुग्नको लागि हतार हुनुपर्छ। जब हामी आलस्य गर्छौँ, अरूका कुरामा हामी अल्झिन्छौँ, तब हामी त्यही पोखरी जस्तै किरा फट्याङ्ग्रा गङ्गटा भ्यागुता त्यति फोहोर कुराहरूमा त्यही डुब्नको लागि हामी तयार रहनुपर्छ, त्यही अल्झिनुपर्छ। यहाँहरूलाई हाम्रो प्रसङ्ग कस्तो लाग्यो? यदि मन परेमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। अझै पनि नदी सम्बन्धी अझै व्यापक छ यसको महत्त्व, यसको अझै धेरै कुराहरू छन्, यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। हामी फेरि पनि अर्को दिन अर्को यस्तै नयाँ प्रसङ्गको साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि यतिन्जेलसम्म धीरतापूर्वक हामीलाई हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद छ। यहाँहरूको आजको बाँकी पल